ल फाइनली म धेरै खुसी छु यार गाइज। म यहाँ हिजो 15 गते मेरो बर्थडे थियो। त्यो 15 गते चाहिँ बर्थडे भएको बेलामा मेरो यहाँ पैसा भयो लगभग 5-6 जति भएको थियो। अनि मैले के सोचेँ भन्दा एउटा किनौँ भनेर नाचिराखेको थिएँ आज गोदावरीमा परिवहनको बजार। अनि फाइनली मैले यो किने। यो के हो भने किनिहाल्नु त हेर्दै किनिहाल्नु। म यो यसलाई खोल्छु। यसको नाम चाहिँ म फेरि लाइट नेतु एसिआई म यसलाई खोल्छु अनि लाइट let's start now. Finally. अनि यहाँ अर्को पनि आएको छ। यो चार्जर कहाँ आउँदो रहेछ यो। फाइनली मैले यो किने आज। यसलाई कति पर्यो भने लगभग यसको प्राइस चाहिँ नेपालमा 500 अहिले घट्दो रहेछ। मैले यसको डिस्काउन्ट गर्दा पनि हुन्छ। मैले डिस्काउन्ट गरेको छु। अनि त्यही भएर यसको नाम के हो भन्छ। ल अब म यो व्यवस्थापन गर्नु पर्यो। सेल्फी है गोफल इलेक्ट्रिक कार। यसको प्राइस चाहिँ नेपालको 450 थियो। मैले 50 डिस्काउन्ट गरेर फकाएर डाइरेक्ट 4.5 ल्याएको छु। बुझिहाल्नुभयो मैले के भने। यसको प्राइस कति हो? 450 थियो। मैले डिस्काउन्ट गरेको डिस्काउन्ट गर्दा हुन्छ। अनि कतै जाँदाखेरि यसरी बोक्दा पनि हुन्छ। हातमा बोकेर कता घुम्न जाँदा पनि हुन्छ। ल म अब यसको साउन्ड गर्छु, तपाईँलाई सुनाउँछु अनि कस्तो लाग्छ। अनि यो फर्स्ट टाइम मैले यो गोफल किनेको आज। मेरो खालि लाल थियो र एउटा राम्रो खालको गोफल किन्ने एउटा थियो इच्छा लहर। आज मेरो बर्थडे भएर यो किन्न सकेँ। अब आगामीमा योभन्दा ठुलो गोफल किन्ने छु। आशा छ मलाई माया गरिदिनुहुन्छ भनेर म आशा गर्छु। अझै माया गरिदिनु होला। ल अब यसको म एकछिन बस्छु। ल बाई। यसको डिस्काउन्ट गर्दा पनि हुन्छ गाइड। यसको 100% डिस्काउन्ट गर्दा हुन्छ गाइड।
गाई खाउन पनि बल छ। यो किन्ने हो भने वहाँ 5 थरीमा पनि पाइन्छ, 6 थरीमा पनि पाइन्छ, हेरी हेरी पाइन्छ। अनि त्यही हो, म यसको विषयमा भनिन्न। राइट, ल बाई बाई।